नमस्कार, स्वागत छ शिक्षा पार्टीमा। म तपाईँकै प्रस्तुता शोभा साउद। आज हामी विशेष गरेर करिकुलम अर्थात् पाठ्यक्रमलाई लिएर कुराकानी गर्नेछौँ र यो पाठ्यक्रम बुझ्नलाई अझ सहज बनाउनलाई हामी माझ नयाँ अतिथि उपस्थित हुनुभएको छ। उहाँ हुनुहुन्छ बालकुञ्ज सेकेन्डरी स्कुलका प्रिन्सिपल सुशील बोगटी। नमस्कार सर, स्वागत छ हजुरलाई। धन्यवाद। केमा व्यस्त हुनुहुन्छ सर अहिले? अहिले चाहिँ टिचिङ गर्दै हो विद्यार्थीहरूसँग, विद्यार्थीहरूको भलोको लागि कसरी विद्यार्थीहरूलाई अझ पनि राम्रो गर्न सकिन्छ पढाइलाई, पठन पाठनलाई भनेर त्यतातिर दक्षतिर लागेर त्यतातिर व्यस्त छ। आजको कार्यक्रम विशेष गरेर हामीले करिकुलम पाठ्यक्रम भनौँ होइन, त्यसको विषयमा आज हामी कुराकानी गर्नेछौँ र यसको विषयमा तपाईँले सानो छोटकरीमा जानकारी दिनुहुन्छ कि करिकुलम भनेको के हो भनेर? करिकुलम भनेको चाहिँ तपाईँको चाहिँ विद्यालयमा तहगत रूपले विभिन्न ग्रेडहरूमा चाहिँ कुन कुन तपाईँको चाहिँ विषयअनुसार के पढाउने भन्ने कुराको चाहिँ त्यो चाहिँ लिपिबद्ध गरेको एउटा चाहिँ डकुमेन्टेसन हो। र हामीले चाहिँ करिकुलम पाठ्यक्रम र पाठ्यपुस्तक चाहिँ फरक चिज हो। हामीले चाहिँ अधिकांश मान्छेहरूको बुझाइ चाहिँ के हुन्छ नि, पाठ्यपुस्तक नै पाठ्यक्रम भन्ने बुझाइ छ। करिकुलम भनेको चाहिँ फेरि नितान्त फरक चिज हो। जस्तो कि कक्षा 1 को विद्यार्थीहरूले भाषामा अङ्ग्रेजीमा अथवा नेपालीमा चाहिँ के सिक्नुपर्छ भन्ने कुराको चाहिँ डकुमेन्टेसन गरेको हुन्छ। त्यसमा चाहिँ सुनाइ, बोलाइ, लेखाइ होइन, अनि पढाइमा चाहिँ के तपाईँको सिप विकास हुनुपर्ने हो, अनि त्यसको लागि के अपनाउन सकिन्छ भन्ने त्यसको डकुमेन्टेसनलाई चाहिँ करिकुलम भनेर भनिन्छ। र पाठ्य पुस्तक चाहिँ तपाईँको चाहिँ त्यसको चाहिँ कथाको आधारमा त्यसलाई विस्तृत रूपले व्याख्या गरे हुन्छ। तर एउटा शिक्षकले कुशल शिक्षकले र विद्यालय लिडरले चाहिँ करिकुलमको बारेमा जानकारी राख्नुपर्छ र त्यो कुरा चाहिँ शिक्षकहरूले पनि राख्नुपर्छ, जसले गर्दाखेरि चाहिँ पठन पाठन चाहिँ सजिलो हुन्छ। यदि राम्रो करिकुलमको अध्ययन शिक्षकले गर्न सक्नुभयो भने पाठ्य पुस्तक पनि आवश्यक छैन। उनीहरूले टिचरले चाहिँ त्यसको आधारमा विभिन्न स्रोतहरू जुटाएर कक्षालाई अझ पनि रोचक र उपलब्धिमूलक बनाउन सकिन्छ। करिकुलम भनेको त्यो डकुमेन्टेसन हो। अनि यसको उद्देश्य चाहिँ मेन उद्देश्य चाहिँ के हो? अब यो पाठ्यक्रम जुन बनाएको छ होइन, यसको मेन उद्देश्य चाहिँ के हो? विषय अनुसार फरक फरक यसको उद्देश्य हुन्छ होइन। जस्तो भाषाको छुट्टै होला, म्याथमेटिक्सको छुट्टै हुन्छ, सामाजिक शिक्षाको छुट्टै हुन्छ। र करिकुलमको चाहिँ मुख्य गरेर विद्यार्थीहरूमा चाहिँ एउटा चाहिँ एटिट्युडको विकास गर्ने, सिपको विकास गर्ने, अनि व्यवहारमा परिवर्तन गर्ने। र त्यसले गर्दाखेरि विद्यार्थी चाहिँ अझ पनि हिजोको भन्दा अझ पनि सबल हुँदै जाओस् सिकाइमा होइन, लिट्रेसीमा, न्युमरेसीमा, लाइफ स्किलमा, यसमा अझै राम्रो होस् भन्ने हुन्छ। अनि त्यो चाहिँ तपाईँको चाहिँ उनीहरूको चाहिँ एज अनुसार फरक हुँदै जान्छ। 6 वर्षको नानीको छुट्टै होला, अथवा 10 कक्षा पढ्ने 14-15 वर्षको नानीको चाहिँ फरक उद्देश्य चाहिँ हुन्छ। त्यो चाहिँ एज एप्रोप्रिएट भएर चाहिँ गएको हुन्छ। अनि यो पाठ्यक्रम विकास गर्दाखेरि होइन कसरी गरिन्छ र यसमा चाहिँ सहभागी चाहिँ को हुनुहुन्छ? पाठ्यक्रम विकास गर्ने बेलामा हजुर, यो पाठ्यक्रम विकास गर्ने चाहिँ मुख्यतया चाहिँ गभर्मेन्टको चाहिँ तपाईँको चाहिँ उनीहरूको चाहिँ एउटा चाहिँ काम हुन्छ। यो बेला बेलामा यसलाई चाहिँ तपाईँको परिमार्जन गर्ने विज्ञहरू राखेर त्यसरी चाहिँ बनाउने गरिन्छ। र त्यसको लागि चाहिँ नेपालमा चाहिँ पहिला के चलन प्र्याक्टिसेसहरू के थियो, अनि विदेशमा चाहिँ के प्र्याक्टिसेसहरू छ, सबै हेरिन्छ। अनि विज्ञहरूलाई चाहिँ राखेर अनि त्यसपछि सरकारवालाहरू, स्कुल प्रिन्सिपलहरू, लिडरहरू राखेर एक प्रकारको चाहिँ छलफल गरिसकेपछि यो चाहिँ एज अप्रोप्रिएट अथवा चाहिँ विद्यार्थीहरूको उमेर सुहाउँदो ठिक छ भनेपछि त्यो अप्रुभ भइसकेपछि अनि त्यो ट्रायलमा जान्छ र यसरी चाहिँ करिकुलम बन्ने हो। एउटा करिकुलम बनाउँदाखेरि मुख्यतया अब धेरै कुराहरू त्यसमा इन्भल्भ गर्नुपर्ने हुन्छ नि त। मेन एउटा कुरा या दुईवटा कुरा यस्तो सोच्दाखेरि के हो, के कुरामा ध्यान दिनुपर्छ गर्दाखेरि मुख्य गरेर बच्चाको अघि पनि मैले भने एज एप्रोप्रिएट हुनु पऱ्यो होइन। विद्यार्थीमा चाहिँ तपाईँको चाहिँ उसको कोग्निटिभ डेभलपमेन्ट, सामाजिक तपाईँको चाहिँ उसको विकासहरू चाहिँ फरक एजमा चाहिँ फरक हुनुपर्छ। उसको एज मुख्य गरेर त्यो हेर्नुपर्छ। र दोस्रो भनेको तपाईँको कुन परिवेशमा विद्यार्थी चाहिँ बसिरहेको छ होइन। तपाईँको चाहिँ करिकुलम नेपालको सन्दर्भमा अलिकति फरक हुनसक्छ होला, अब त्यही करिकुलम बङ्गलादेशको चाहिँ परिप्रेक्ष्यमा फरक हुनसक्छ। तर मुख्य गरेर करिकुलमले चाहिँ विद्यार्थीहरूको एज र भौगोलिक अवस्थालाई हेर्ने हो। र त्यसले गर्दाखेरि तपाईँको बच्चाको चाहिँ समयअनुसार सर्वाङ्गीण विकास होस् होइन। त्यसरी यो कुराहरू, यो 3टा चिजलाई चाहिँ मुख्य गरेर हेरेर करिकुलम बनाइन्छ। र त्यो समय सापेक्ष डाइनामिक होइन, समय परिवर्तन हुँदै जाँदाखेरि चाहिँ युग सुहाउँदो होइन, त्यसलाई चाहिँ परिमार्जन हुँदै जाने क्रम हो। यो चाहिँ तपाईँको एउटै बनेर फाइनल हुँदैन, इट इज अ कन्टिन्युअस ग्राइन्डिङ प्रोसेस।
जस्तै अब नेपालमा धेरै पब्लिकेसनहरू छ होइन, बुकहरू अब धेरैले पब्लिस गर्नुभएको छ। अब एउटा स्कुलमा बच्चालाई चाहिँ उपयोग हुने खालको बुक कसरी छनौट गर्ने? यो तपाईँको चाहिँ पुस्तकहरू धेरै छन् होइन, अनि हामीले चाहिँ मैले अघि पनि भने, अनि पुस्तक नै तपाईँको चाहिँ आइदियो भने त्यो नै करिकुलम हो भन्ने हाम्रो चाहिँ धेरै मान्छेमा भ्रम छ। त्यो होइन। तपाईँको चाहिँ एउटा असल शिक्षकले अथवा स्कुल लिडरले चाहिँ तपाईँको चाहिँ आफैले पनि तपाईँको करिकुलम हेरेर त्यस अन्तर्गत विद्यार्थीहरूलाई के दिने के नदिने भनेर निर्धारण गर्न चाहिँ सकिन्छ। र मैले चाहिँ यदि पाठ्यपुस्तकै छान्दाखेरि चाहिँ तपाईँको धेरै पाठ्यपुस्तकमध्ये तपाईँको चाहिँ राखेर अनि त्यसमा चाहिँ करिकुलम अन्तर्गत चाहिँ कुन चाहिँ सबभन्दा नजिक छ होइन, त्यो हेरेर चाहिँ हामीले गरिन्छ। त्यसमा चाहिँ तपाईँको चाहिँ फन्ट साइज कति छ होइन, त्यसमा चाहिँ आवश्यक कुराहरू चाहिँ पाठ्यक्रमले चाहिँ निर्धारित गरेका चिजहरू छ कि छैन भनेर हेरेर गर्न सकिन्छ। कुनै एउटा अमुक तपाईँको पब्लिकेसनले आएर मेरो पुस्तक राम्रो छ भनेर त्यसरी राख्नु चाहिँ अन्याय हुन्छ। र कतिपय अवस्थामा त पाठ्यपुस्तक आवश्यक छैन, जस्तो कि म्याथमेटिक्समा भनौँ होइन, अथवा अङ्ग्रेजीमा भनौँ, त्यसमा चाहिँ तपाईँको चाहिँ कुनै एउटा पर्टिकुलर ग्रेडलाई चाहिँ चिठी लेखन होला, अथवा चाहिँ तपाईँको चाहिँ कुनै चाहिँ एउटा कालमा पास्ट टेन्स अथवा प्रेजेन्ट टेन्समा चाहिँ लेख्नुपर्ने बोल्नुपर्ने होला। यो चिज हेरिसकेपछि तपाईँको चाहिँ टिचरले आफैले पनि करिकुलम बनाउन सकिन्छ। एउटा लाइब्रेरीमा लगेर अथवा चाहिँ पाठ्य पुस्तक चाहिँ एउटा चाहिँ रेफरेन्स बुकको रूपमा मात्र हेर्न सकिन्छ। त्यो नै सबै चिज हेरेर सुरुदेखि चाहिँ प्रत्येक पेज चाहिँ पल्टाएर प्रत्येक पेजको चाहिँ गर्नुपर्छ भन्ने चाहिँ त्यो होइन। त्यो चाहिँ तपाईँको चाहिँ पेज टु पेज सिन्ड्रोम भन्छ, त्यो एक प्रकारको चाहिँ मान्छेमा भ्रम हो। त्यसमा चाहिँ करिकुलममा चाहिँ सीमित भएका चिजहरू चाहिँ पाठ्यपुस्तकले चाहिँ समावेश गरेको छैन भने टिचरले चाहिँ परिवर्तन गर्न सक्छ, त्यसलाई एडजस्ट गर्न सक्छ। जस्तै अब पुस्तक धेरै जस्तो पुस्तकमा मैले देखे अनुसारले होइन, अब आफ्नो कला संस्कृति भन्दा पनि बाहिरबाट आएको कला संस्कृतिलाई बढी नै त्यहाँ राखेको मैले देखिरहेको छु होइन। यसमा के भन्नुहुन्छ, अब त्यो उचित हो कि होइन? यो कस्तो भने अब संसार चाहिँ तपाईँको चाहिँ मल्टिकल्चरल मल्टिलिङ्गुअल भइसक्यो। हामी चाहिँ एउटा चाहिँ ग्लोबलाइज एजमा छौँ। संसार एउटा सानो गाउँ भएको छ। यति भनिरहँदाखेरि हामीले चाहिँ आफूले चाहिँ कल्चरल्ली र लोकल्ली हामी चाहिँ रुटेड भएर अनि लार्जर सोसाइटीलाई हेर्नुपर्छ क्या। अनि सबभन्दा पहिला त हामीले आफूलाई चिन्नु पऱ्यो होइन, आफ्नो समाजलाई चिन्नु पऱ्यो, आफ्नो संस्कृतिलाई चिन्नु पऱ्यो। र यो चिनिसकेपछि अनि हामीले चाहिँ बृहत रूपले चाहिँ अरू बाहिरतिर के भइरहेछ भन्ने कुराहरू जान्नुपर्छ। तपाईँले भनेको सही कुरा हो, पहिला आफ्नो कुरा थाहा पाउनुपर्छ, आफ्नो संस्कृतिहरू थाहा पाउनुपर्छ। र यो चाहिँ क्रस कल्चरल लर्निङ पनि हामीलाई आवश्यक छ, किनभने ग्लोबल सिटिजन हो। यसमा चाहिँ हामी चाहिँ शिक्षकहरू र स्कुल लिडरहरू चाहिँ अलिक चनाखै हुनुपर्छ। आफ्नो पहिला चाहिँ आफ्नो सबभन्दा आफ्नो देशको चाहिँ इतिहास भूगोल राम्रोसँग थाहा पाइसकेपछि मात्र विश्वलाई हामीले चाहिँ जान्न सकिन्छ। तर विदेशी सबै चिज लाद्नु चाहिँ त्यो चाहिँ राम्रो होइन। जस्तै अब एउटा शिक्षक भइसकेपछि होइन, विद्यार्थी र शिक्षकमा त सम्बन्ध राम्रो हुन्छ नि त होइन। कुनै पनि नयाँ कुराहरू सिकाउँदाखेरि शिक्षक र विद्यार्थी बिच हुने जुन कोलाबोरेसन छ होइन, त्यो कतिको आवश्यक पर्छ? हामीले के बुझ्नुपर्छ भने शिक्षक पनि आफै एउटा चाहिँ उसले चाहिँ सिक्दै सिकाउने क्रम हो। र पहिला चाहिँ तपाईँको ब्याङ्किङ एउटा चाहिँ कन्सेप्ट जुन थियो, टिचरलाई सबै कुरा थाहा छ अनि त्यो कुरा चाहिँ तपाईँको चाहिँ विद्यार्थीहरूमा ट्रान्सफर गर्ने भन्ने त्यो ब्याङ्किङ कन्सेप्ट अफ एजुकेसन चाहिँ अहिले आउटडेट भएको छ। त्यसले चाहिँ हुँदैन। शिक्षक नै तपाईँको ज्ञानको सम्पूर्ण स्रोत होइन, र शिक्षक र विद्यार्थी भएर तपाईँको ज्ञान चाहिँ तपाईँको सृजना गर्ने हो। र त्यो क्रममा चाहिँ सबभन्दा पहिला त वी स्टार्ट विथ द स्टुडेन्टलाई चाहिँ त्यो विषयवस्तुमा के जानकारी छ पहिला हामीले सोध्छौँ। अनि सोधेपछि अनि यही मात्र सत्य हो त, यसको चाहिँ तपाईँको चाहिँ बहुआयामिक पक्षहरू छ कि छैनन् भनेर छलफल गरिन्छ। अनि विद्यार्थीहरूले सबै तपाईँको उनीहरूले चाहिँ कोलाबोरेसन गरेर टिमवर्क गरेपछि अनि सर यसको चाहिँ यस्तो आन्सर रहेछ, हामीले यस्तो पत्ता लगायौँ भनेपछि अनि शिक्षकले चाहिँ त्यो पनि ठिक हो तिमीले भनेको, र यसमा चाहिँ यो पक्ष पनि मैले एड गर्न चाहन्छु भनेर ज्ञान चाहिँ तपाईँको निर्माण गर्ने हो। कक्षामा चाहिँ एउटा समुदाय भएर क्लासरुम कम्युनिटी भएर चाहिँ ज्ञान चाहिँ निर्माण गरिन्छ, न कि टिचरले चाहिँ तपाईँको सबै ज्ञानको स्रोत मै हो, मैले नै तपाईँको दिने भन्ने चाहिँ हुँदैन। जस्तै नेपाली करिकुलम र जुन बाहिरको करिकुलम छ होइन, त्यसमा के फरक पाउनु भएको छ कि उस्तै हो कि फरक? नेपाली करिकुलम पनि तपाईँको चाहिँ राम्रो करिकुलम छ होइन, तपाईँको चाहिँ समयअनुसार परिभाषण भइरहेछ।
विदेशी करिकुलम र नेपाली करिकुलममा अलिकति फरक भनेको चाहिँ तपाईँको चाहिँ हामी यो करिकुलमलाई हामीले अझ पनि त्यो करिकुलमको उद्देश्य होइन त्यो चाहिँ हेरेर हामीले चाहिँ इम्प्लिमेन्टेसन गर्न सकेका छैन। गर्न सकेको खण्डमा विदेशी करिकुलमभन्दा हाम्रो करिकुलम चाहिँ नराम्रो छैन, तपाईँको त्यही स्तरको छ। तर हामीले चाहिँ त्यसलाई चाहिँ व्यवहारमा चाहिँ उतार्नलाई चाहिँ अझ पनि शिक्षकहरू अनि स्कुल लिडरहरू चाहिँ अझ सशक्त रूपले लाग्नुपर्छ। यसको चाहिँ अन्तर भनेको चाहिँ प्र्याक्टिकलिटीमा चाहिँ अलिकति हामी चाहिँ अलिक पछि छौँ होइन। त्यो फेरि तपाईँको करिकुलमले चाहिँ त्यो तोकिदिएको छ, तर अहिले करिकुलममा छिरेर हामीले गर्न खोजेको खण्डमा चाहिँ त्यो अझ उपलब्धिमूलक हुन्छ। यति भनिराख्दाखेरि नि हामी चाहिँ के पनि जानकारी राख्नुपर्छ भने विदेशमा चाहिँ कस्तो प्रकारको चाहिँ करिकुलमले कसरी चाहिँ गरिरहेको छ भनेपछि त्यो हामीले चाहिँ थाहा पाउनुपर्छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो केही चिज छुटेका छन् भने हामीले इन्कर्पोरेट गर्न सकिन्छ अनि त्यसले गर्दाखेरि चाहिँ सजग हुन्छ। र हामी चाहिँ विदेशमा चाहिँ कुन करिकुलम भइरहेछ त्यो कुरा पनि हामी नजिकबाट हेरेका छौँ। विशेष गरेर केम्ब्रिजको चाहिँ तपाईँको चाहिँ पाठ्यक्रमलाई चाहिँ हामीले चाहिँ नेपालको पाठ्यक्रमसम्म गरेर उहाँको चाहिँ केम्ब्रिजको लिडरहरूसँग बसेर हामीले चाहिँ कम्पेरेटिभ स्टडी गर्ने अनि त्यसपछि टिचरहरूसँग जुम मिटिङहरू गरेर अनि हामीले चाहिँ त्यसलाई चाहिँ सकेसम्म यो चाहिँ विद्यार्थीहरू ग्लोबल सिटिजन हुन् भनेर हामीले चाहिँ त्यसलाई सजग छौँ। र एउटा तात्विक भिन्नता भनेको करिकुलमले चाहिँ भएका चिजहरू चाहिँ स्कुल लिडर अनि शिक्षक मार्फत चाहिँ विद्यार्थीहरूसँग त्यो टिकल डाउन हुनलाई चाहिँ त्यहाँनिर चाहिँ अलिकति अभाव देखिन्छ अधिकांश क्षेत्रमा। जो सजग छन्, जो स्कुल लिडरहरू चाहिँ सचेत छन्, उहाँले चाहिँ गरिरहनु भएको छ। तर अधिकांश केसहरूमा नेपालमा चाहिँ त्यसको चाहिँ अभावै छ। करिकुलमको उद्देश्यहरू चाहिँ कक्षामा चाहिँ त्यो चाहिँ रिफ्लेक्ट भएको छैन। अनि हजुरको विद्यालयमा जस्तै अब हजुरले गभर्मेन्टकै करिकुलम गर्नुहुन्छ कि आफूले नै बनाउनुहुन्छ? पहिला त हामी चाहिँ गभर्मेन्ट करिकुलम नै बेस हो, त्यसलाई नै हामीले चाहिँ अप्नाउने हो। अनि त्यो र तपाईँको चाहिँ हामीले चाहिँ अन्तर्राष्ट्रिय करिकुलम हेरेर अनि हामीले त्यसलाई चाहिँ रिडिजाइन गर्छौँ, त्यसलाई चाहिँ कसरी केटर गर्ने त। यति हुँदाखेरि चाहिँ हाम्रो चाहिँ र देशको चाहिँ शिक्षाको चाहिँ जुन उद्देश्य हो करिकुलमको उद्देश्यलाई चाहिँ हामीले जीवन्त राख्छौँ र त्यसमा चाहिँ ब्लेन्डेड रूपले चाहिँ हामी चाहिँ अगाडि बढाउँछौँ नै। त्यसलाई चाहिँ उता नेपालको करिकुलम र अन्तर्राष्ट्रिय करिकुलम हेरेर हामी आफ्नै प्रकारको चाहिँ करिकुलम चाहिँ डिजाइन गर्छौँ। तर मुख्य चाहिँ सेन्टर चाहिँ नेसनल करिकुलम नै हुन्छ। अनि जस्तै अब अहिले हप्तामा 5 दिन पढाइ र 1 दिन चाहिँ एक्स्ट्रा बुक फ्री डे भनौँ न, त्यस्तो अहिले प्रचलनमा आइरहेको छ होइन। त्यो फ्राइडे चाहिँ हजुरको स्कुलमा गरिने एक्टिभिटिजहरू जो पढाइभन्दा बाहेक एक्टिभिटिजहरू के छ? यो हामीले चाहिँ कसरी बुझ्नुपर्छ भने बुक फ्री डे भन्ने भर्खरको अब अहिलेको चाहिँ चलन छ। फेरि बुक फ्री भनेर फेरि भद्रगोल गर्ने कुरा पनि हुँदैन होइन। यसको कन्सेप्ट कस्तो हो भने मान्छेमा चाहिँ विभिन्न प्रतिभाहरू हुन्छन् होइन। तपाईँको चाहिँ हामीले चाहिँ 9 टाइप अफ मल्टिपल इन्टेलिजेन्स हावर्ड गार्डनको कन्सेप्टबाटै विद्यार्थीहरूमा चाहिँ तपाईँको चाहिँ सिपको पनि विकास हुनुपर्छ भनेर त्यसरी कन्सेप्ट भयो। र हामीले चाहिँ मेरो स्कुलमा चाहिँ विद्यार्थीहरूले चाहिँ फ्राइडे मात्र होइन हप्ताभरि नै तपाईँको चाहिँ विभिन्न एक्टिभिटिजहरू गरिरहेको हुन्छन्। जस्तो कि शारीरिक विकास गर्नको लागि चाहिँ विद्यार्थी अनिवार्य चाहिँ एउटा गेममा चाहिँ भाग लिनुपर्ने हुन्छ। त्यसको चाहिँ आफ्टर स्कुल क्लबहरू हाम्रो हुन्छ र हप्ताभरि नै तपाईँको चाहिँ आफ्टर स्कुल चाहिँ विद्यार्थीहरू क्लब एक्टिभिटिजमा सहभागी गर्छन्। र तपाईँको चाहिँ ड्युरिङ द डे टाइम पनि विभिन्न क्लब एक्टिभिटिजहरू छन्, विद्यार्थीहरू त्यसमा चाहिँ लाग्छन्। तर हामीले चाहिँ शुक्रबार हामी के गर्छ भने त्यो सबै एक्टिभिटिजहरूको तपाईँको चाहिँ बच्चाहरूले चाहिँ डेमोन्स्ट्रेसन गर्ने होइन। हप्ताभरि सिकेका चाहिँ तपाईँको चाहिँ सिपमूलक भयो तपाईँको चाहिँ एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरूको डेमोन्स्ट्रेसन चाहिँ हामीले शुक्रबार गर्छौँ। जस्तो कि अब उनीहरूले ड्रामा सिकिरहेछन् भने अब ड्रामाको चाहिँ तपाईँको चाहिँ शुक्रबार चाहिँ तपाईँको चाहिँ सबै ठुलो अडियन्सलाई पेरेन्ट्सले बोलाएर ड्रामाको तपाईँको सो गर्ने होइन। अब म्युजिक सिकिरहेछन् भने त्यस्तै गरेर म्युजिक चाहिँ प्रस्तुति गर्ने। यसरी चाहिँ शुक्रबारलाई चाहिँ हामीले विद्यार्थीहरूले चाहिँ गरेका एक्टिभिटिजहरूलाई चाहिँ सो चाहिँ देखाउँछन्। यसरी नै गर्ने हो। अनि जुन यो एक्टिभिटीहरू भन्नुभयो होइन, जति पनि बच्चाहरूले अहिले सिकिरहेको कुराहरू हरेक दिन सिकिरहेको कुराहरूले पछि भविष्यमा गएर कस्तो फाइदा गर्छ? यो तपाईँको चाहिँ अघि नै मैले भने विद्यार्थीमा विभिन्न प्रतिभा हुन्छन् होइन। जस्तो कि एउटा चराकै उदाहरण दिउँ, चरा चाहिँ आकाशमा राम्रोसँग तपाईँ उड्न सक्छ भने पानीमा उसलाई छोडिदियो भने त तपाईँ हेल्पलेस हुनसक्छ होइन। जस्तो माछा राम्रोसँग पौडिन पानीमा सक्छ भने उसलाई चाहिँ तपाईँको रुख चढ भनेर सक्दैन नि त। त्यस्तै गरेर विद्यार्थीमा निहित प्रतिभाहरू हुन्छन्। जो एउटा विद्यार्थी तपाईँको मानिलिउँ पढाइमा चाहिँ अलिकति अलि उसलाई गाह्रै छ, तर यदि राम्रो फुटबल खेल्छ अथवा राम्रो बास्केटबल खेल्छ भने उसलाई चाहिँ के हुन्छ, म पनि गर्न सक्छु नि भन्ने एउटा चाहिँ तपाईँको कन्फिडेन्स बिल्डअप हुन्छ। अनि पछि चाहिँ गएर चाहिँ बास्केटबलमा त म यति राम्रो गर्न सक्छु भने अब त्यही मेहनत चाहिँ मैले तपाईँको चाहिँ पढाइमा लागू गर्न सकेको खण्डमा त्यही मेहनत, त्यही परिश्रम, त्यही फोकस, त्यही डेडिकेसन गर्न सकेको खण्डमा चाहिँ राम्रो गर्न सक्छु भनेर
कतिपय अवस्थामा एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरू बास्केटबल फुटबल यिनीहरूले पनि विद्यार्थीहरूमा पढाइमा चाहिँ धेरै नै तपाईँको चाहिँ राम्रो चाहिँ असरहरू हुन्छन् दे बिकम मोर डिसिप्लिन दे बिकम मोर डेडिकेटेड अनि त्यही फोकस त्यही प्यासन चाहिँ उनीहरूले चाहिँ लेटर अन दे क्यान ट्रान्सफर इट इन्टु एजुकेसन अहिलेको बालबालिकामा पहिलाको भन्दा अहिलेकोमा भनौँ होइन अलि बानी बेहोरा होइन उहाँहरूको अब रहन सहन छुट्टै छ नि त त्यो मिल्दैन अहिलेको अति पनि होइन यदि पाठ्यक्रममा के राख्नु पर्यो भने तपाईँको हिसाबमा होइन त्यो के राख्नु त सजिलो त्यो उपयुक्त होला अब तपाईँको चाहिँ यो एज नै फरक भएर आइसक्यो नि त यो डिजिटलाइज एज छ तपाईँको 21औं शताब्दीका छ यसमा तपाईँको चाहिँ हामीले चाहिँ विद्यार्थीहरू चाहिँ फरक छन् क्या तपाईँको एटेन्सन स्पान नै तपाईँको हेर्नु हो भने पहिलाको विद्यार्थीहरू चाहिँ तपाईँको 45 मिनटसम्म चाहिँ कन्सन्ट्रेट गरेर बस्न सक्थ्यो भने अहिले चाहिँ एटेन्सन स्पान त्यो 45 मिनटबाट घटेर तपाईँको 2 मिनट आएको छ होइन 2 मिनटमा तपाईँको चाहिँ तपाईँले केही भन्दै हुनुहुन्छ त्यसपछि 2 मिनटपछि बच्चाहरू तपाईँको टोलाउन थाल्ने तपाईँको चाहिँ पेन्सिल टोक्न थाल्ने होइन साथीहरूसँग टक गर्न खालको त्यस्तो प्रकारको चाहिँ त्यो अधिकांश जहाँ पनि तपाईँको चाहिँ त्यस्तो प्रकारको चाहिँ आइरहेछ यो चाहिँ किन भयो भने तपाईँको चाहिँ रिल्सहरू टिकटक नै छोटो समयको हुन्छ नि त्यसले गर्दा बच्चाहरूको लामो समयसम्म एटेन्सन चाहिँ टिक्नलाई गाह्रो छ र यसलाई चाहिँ तपाईँको चाहिँ ओभरकम गर्नलाई अब यो चाहिँ तपाईँको चाहिँ यो चाहिँ आएको परिवर्तनलाई हामीले फेरि ब्याकवर्ड गर्न सकिँदैन नि यो अगाडि बढिसक्यो दुनियाँ होइन र यससँग भिड्नको लागि चाहिँ हामीले चाहिँ करिकुलममा पनि हामीले चाहिँ जस्तो कि विद्यार्थीको ध्यान कसरी आकर्षण गर्ने त अब 2-4 मिनट मात्र बच्चाको छन् भने त्यसलाई चाहिँ कसरी आकर्षण गर्ने त भन्ने खालको त्यो चिजहरू चाहिँ करिकुलममा अहिले चाहिँ राख्नुपर्छ जस्तो लाग्छ उनीहरूको एटेन्सन स्पान लामो छैन भनेपछि अब त्यही चिजलाई चाहिँ पढाइलाई नै तपाईँको चाहिँ लेक्चर मेथडबाट होइन त्यो त आउटडेटेड भयो नि त होइन एक कुरो टिचरले जति नै राम्रोसँग लेक्चर गर्न सक्छु बोल्न सक्छु भने पनि विद्यार्थीहरूसँग मात्रै त्यो त जाँदैन त्यसको चाहिँ लागि चाहिँ अरू मेथडहरू चाहिँ त्यसको छन् जुन संसारले चाहिँ अपनाउँदै आइरहेको छ त्यो मेथडहरू चाहिँ तपाईँको चाहिँ हामीले त्यहाँनिर इन्कर्पोरेट गर्नुपर्छ र हामीले चाहिँ 21औं शताब्दीका स्किल्सहरू क्रिएटिभिटी भयो कम्युनिकेसन भयो कोलाबोरेसन भयो होइन यो चिजहरू पनि करिकुलममा चाहिँ मूर्त रूपले चाहिँ देखा पर्नु पर्छ जसले गर्दाखेरि भर्खरै ट्रेनिङ प्राप्त टिचरले पनि करिकुलम र पाठ्यपुस्तक देखेर कक्षालाई चाहिँ न्याय गर्न सकोस् त्यसमा परिवर्तन चाहिँ त्यसरी अलिकति आवश्यक छ जस्तै अब अहिलेको समयमा होइन राम्रो पाठ्यक्रम भन्ने कस्तो पाठ्यक्रमलाई बुझिन्छ राम्रो एकदमै भन्छ नि अब हरेक कुराले भरिपूर्ण भनेर कस्तोलाई बुझिन्छ यो हरेक कुराले भरिपूर्ण पाठ्यक्रम चाहिँ तपाईँको चाहिँ अब यो चाहिँ प्रोसेस हो डाइनामिक प्रोसेस यो ग्रेजुअली डेभलपमेन्ट हुने प्रोसेस हो करिकुलम कतिखेर राम्रो हुन्छ भने बच्चाले चाहिँ तपाईँको चाहिँ करिकुलममा टेकेर शिक्षक र विद्यार्थीले चाहिँ आफ्नो सर्वाङ्गीण विकास गर्न सकोस् होइन त्यो बच्चाको चाहिँ शारीरिक विकास राम्रोसँग हुन सकोस् उसको मानसिक विकास राम्रो हुन सकोस् भावनात्मक विकास राम्रोसँग हुन सकोस् यो चिजहरू चाहिँ चारै पक्ष चाहिँ भइदियो भने अनि त्यो करिकुलम चाहिँ राम्रो करिकुलम उत्कृष्ट करिकुलम हुनसक्छ जस्तो लाग्छ अनि त्यो करिकुलममा टेकेर विद्यार्थीहरूमा आफ्नो क्षमता चाहिँ प्रस्फुटित होस् न होइन जस्तो कि हामीले म्याथमेटिक्स र अनि इङ्ग्लिस अथवा जुन 4 वा 5 वटा सब्जेक्ट मात्र त्यो मात्र होइन उसमा भएका चाहिँ निज प्रतिभाहरू पनि बाहिर आओस् त्यस्तो प्रकारको करिकुलम भइदियो भने चाहिँ अझ उत्कृष्ट हुन्छ यसमा चाहिँ अझ पनि नेपाल सरकारले चाहिँ विज्ञहरूको अनि स्कुल लिडरहरूको सहयोग लिएर यसलाई चाहिँ अझ परिमार्जन गर्नुपर्छ जस्तो एउटा करिकुलम बनाइसकेपछि त्यो अर्को चेन्ज गर्दाखेरि त्यो ड्युरेसन कति हुन्छ यो कन्ट्री अनुसार फरक हुन्छ अनि यो करिकुलम बनाउँदाखेरि थुप्रै बजेट पनि लाग्छ होइन अब त्यसपछि हाम्रो गभर्मेन्टले सक्ने कि नसक्ने भन्ने पनि कुरा हुन्छ तपाईँको 2 वर्षदेखि 5 वर्षसम्म चाहिँ आइडियली चेन्ज गर्नुपर्छ भन्ने करिकुलम भन्ने चाहिँ कन्सेप्ट छ र नेपालको परिवेशमा त 10-15 वर्षसम्म पनि चेन्ज नभएको अवस्था छ तर हाम्रो अहिलेको करिकुलम चाहिँ रिसेन्टली चेन्ज भएको हो तर यसमा पनि परिमार्जन समय सापेक्ष चाहिँ गर्नु नै पर्छ पहिलाको करिकुलम र अहिले नयाँ करिकुलममा चाहिँ के भिन्नता के पाउनुपर्छ कि अब नयाँ केही थपेको होला नि त यसमा चाहिँ तपाईँको पहिलाको करिकुलम र अहिलेको करिकुलम चाहिँ अलि व्यावहारिक बनाउन चाहिँ खोजिरहेको देखिन्छ होइन पहिला चाहिँ जस्तो तपाईँको चाहिँ अहिलेको चाहिँ व्यवहारमा चाहिँ कसरी गर्न सकिन्छ जस्तो कि विद्यार्थीहरूले तपाईँको निम्तो लेख्नुपर्ने पनि अहिले छँदैछ होइन त म्याथमेटिक्सै भन्नुहुन्छ भने तपाईँको डे टु डे लाइफमा थिएन पहिला कनेक्टेड थिएन अहिले डे टु डे लाइफमा चाहिँ कनेक्ट गर्न चाहिँ त्यो चाहिँ खोजिरहेको
आएको छ अहिले अलि मोर व्यवहारिक बनाउन खोजिरहेछ र त्यसले गर्दाखेरि टिचरमा अनि विद्यार्थीहरूमा पनि अलिक कन्फ्युजन चाहिँ तपाईँको पुरानो ट्रेडिसन वेबाट आएको टिचरहरू हुनुहुन्छ भने उहाँलाई चाहिँ कन्फ्युजन छ त्यसको लागि चाहिँ टिचरले पनि आफूलाई पनि निरन्तर तपाईँको चाहिँ अध्ययन गरिराख्ने निरन्तर खोज गरिराख्ने निरन्तर तपाईँको लाइक माइन्डेड टिचरहरूसँग अन्तर्क्रिया गरेर यसको चाहिँ बेस्ट वे आउट कसरी हो विद्यार्थीलाई कसरी पनि तपाईँको क्रियाशील बनाउन सकिन्छ भनेर चाहिँ उहाँहरू चाहिँ खोजमा अनुसन्धानमा लागिरहनुपर्छ त्यसले गर्दा मात्रै कक्षालाई चाहिँ न्याय हुनसक्छ जस्तै अब यो सहरी क्षेत्रमा त अब धेरै साधनहरू छ होइन मटेरियल्सहरू धेरै पाउँछ बालबालिकालाई प्रयोग गर्नलाई भनौँ न जस्तै अब ग्रामीण क्षेत्रमा अब यो साधनहरूको त कमी हुन्छ नि त होइन त्यस्तो ठाउँमा चाहिँ यो विद्यालयले अब वर्तमान यो पाठ्यक्रम प्रयोग गर्न के कस्ता चुनौतीहरू देखिन्छन् यो तपाईँको चाहिँ अधिकांश चिज चाहिँ शिक्षकमा भर पर्छ होइन यदि चाहिँ राम्रो शिक्षक हुनु भइदियो भने धेरै कुरा चाहिँ एड्रेस हुन्छ क्या सबभन्दा पहिला चाहिँ शिक्षकले चाहिँ विद्यार्थीहरूप्रति चाहिँ माया गर्ने शिक्षक हुनुभयो र शिक्षकलाई पनि आफूले पढाउने विषयवस्तु छ नि त्यसप्रति माया भइदियो भने धेरै कुराहरू सल्भ हुन्छ तपाईँको चाहिँ सुविधा सम्पन्न भएको ठाउँमा चाहिँ सबै चिज ठिक छ भन्ने पनि होइन होइन अनि यदि शिक्षकहरूलाई चाहिँ सबै कुराको जानकारी राम्रो छ भने तपाईँको चाहिँ एउटा गाउँमा पनि अथवा चाहिँ सीमित स्रोत भएका ठाउँमा पनि राम्रो चाहिँ तपाईँको चाहिँ उपलब्धि दिन सकिन्छ त्यसको लागि चाहिँ हामीले नो कस्ट र लो कस्ट होइन तपाईँको लोकली अभाइलेबल मटेरियल्सहरू के छ त्यसलाई पनि प्रयोग गरेर गर्न सकिन्छ टिचरमा चाहिँ त्यो आइडिया चाहिँ हुनु पऱ्यो अनि त्यो विषयप्रति चाहिँ एउटा लगाव होइन जसरी पनि मेरो विद्यार्थीले राम्रो बनाउनुपर्छ भन्ने लगाव भइदियो भने धेरै कुराहरू त त्यहाँबाट सल्भ हुन्छ जस्तै अब एक्स्ट्रा एक्टिभिटिज भन्दाखेरि अब हामी प्रायः जस्तो अब देखिरहेको सिलाइ कटाइहरू बुनाइहरू होइन अनि यस्तो कुराहरू अब डलहरू बनाउने कुराहरू धेरै कुराहरू सिकाइरहेको हुन्छ नि त होइन यो पार्टलाई छोडेर अर्को पार्ट भन्दाखेरि अब कृषि प्रधान देश हो नि त नेपाल भनेको होइन त्यसमा बच्चालाई इन्भल्भ गर्नलाई चाहिँ कति जरुरी छ केमा भन्छ हजुरले कृषिमा कि कृषिमा हजुर हजुर हामीले चाहिँ यो धेरै कुरा फेरि स्कुलमा चाहिँ मिक्स गरिदियो भने फेरि चाहिँ अप्ठ्यारो हुन्छ क्या होइन स्कुल लिडर चाहिँ पहिला क्लियर हुनुपर्छ होइन तपाईँको के गर्ने के नगर्ने भनेर गर्नुपर्छ अनि तपाईँको चाहिँ कुनै पनि एक्टिभिटिज गर्दाखेरि यसको उद्देश्य के हो भनेर हामीले चाहिँ पहिले चाहिँ निर्धारण गर्नुपर्छ जस्तो कि हामीले स्कुलमा बालकुञ्ज स्कुलमा हामीले तपाईँको चाहिँ कृषिको लागि चाहिँ छुट्टै ल्यान्ड राखेका छौँ अब हामी चाहिँ तपाईँको कृषि प्रधान देश भन्छौँ विद्यार्थीहरूलाई तपाईँको चाहिँ केही उत्पादन सम्बन्धित जोडिएकै छैन होइन दुध कहाँबाट आयो भन्दाखेरि डेरीबाट आयो भन्छन् भने जस्तै गरेर अनि चिउरा कहाँबाट आयो भने मैले त चिउराको त बोटै देखेको छैन भन्ने त्यस्तो प्रकारको चाहिँ तपाईँको छ र हामीले चाहिँ तपाईँको चाहिँ विद्यार्थीलाई अनिवार्य रूपले खेतमा लगेर स्कुलकै कम्पाउन्डभित्रै तपाईँको चाहिँ धान खेती तपाईँ त्यसपछि अरू मौसमी खेतीहरू चाहिँ तरकारी खेतीहरू गराउँछौँ जसले गर्दाखेरि विद्यार्थीहरूलाई चाहिँ माटोसँग पनि एक प्रकारको माया होस् अनि कृषि कसरी हुँदो रहेछ भन्ने कुरा सिक्दै गरून् र त्यसपछि एनिमलको प्लान्टको लाइफ साइकल पनि त्यसरी सिक्छन् त्यसरी चाहिँ हामीले गराइरहेछौँ र अरू एक्टिभिटिजहरूमा पनि तपाईँको चाहिँ उनीहरूको क्षमतालाई सकेसम्म चाहिँ प्रस्फुटित होस् र अन्त्य चाहिँ उसको चाहिँ करियर डेभलपमेन्टमा राम्रो होस् भनेर अगाडि बढाउने हो अनि गेम्समा स्पोर्ट्समा यो एक्टिभिटिज गर्दाखेरि चाहिँ बच्चामा चाहिँ कम्युनिकेसन बोल्न सक्ने निडर भएर बोल्न सक्ने यो चाहिँ क्षमताहरू बढ्ने रहेछ र अझ पनि हाम्रो चाहना चाहिँ यो कृषिलाई चाहिँ उत्पादनमूलकलाई है जस्तो कि हामी चाहिँ पढ्दै पनि कमाउँदै पनि होइन सिप पनि कमाउने होइन यो चिजहरूलाई चाहिँ हामी चाहिँ तपाईँको चाहिँ जोड्नुपर्छ जस्तो कि हामीले कृषिमा चाहिँ बच्चाहरूले चाहिँ धान उत्पादन गरिसकेपछि त्यो धानलाई चाहिँ तपाईँको चाहिँ के सेल गर्ने कि अथवा त्यसलाई चाहिँ मार्केटसम्म कसरी लाने भन्ने कुराहरू चाहिँ हामीले गर्छौँ जस्तै पाठ्यक्रम अन्तर्गत रहेर होइन जस्तै अब विद्यार्थीलाई जुन असेसमेन्टहरू हुन्छ नि होइन त्यो मूल्याङ्कन कसरी गर्छन् पाठ्यक्रमको चाहिँ होमवर्क भन्नुभएको छ होमवर्क असेसमेन्टहरू हजुर हजुर कसरी मूल्याङ्कन गरिन्छ मूल्याङ्कन तपाईँको चाहिँ यो त कन्टिन्युस प्रोसेस हो हामीले चाहिँ परीक्षा अन्तिम परीक्षामा अथवा टर्म परीक्षामा मात्र गर्ने होइन विद्यार्थीहरूले तपाईँको चाहिँ थ्रु आउट द प्रोसेस वर्षभरि नै उनीहरूले चाहिँ गर्नुपर्ने चाहिँ असाइनमेन्टहरू गरेका छन् कि छैनन् र होमवर्क भनेर तपाईँको चाहिँ लेख्ने मात्र पनि होइन होइन होमवर्क विभिन्न होमवर्कहरू हुनसक्छन् कक्षा कोठामा चाहिँ तपाईँको सरसफाइदेखि लिएर आफ्नो व्यक्तिगत सरसफाइदेखि लिएर पेरेन्ट्सहरूलाई कति मद्दत गर्नुहुन्छ अनि तपाईँको चाहिँ आफूले प्र्याक्टिकल वर्कहरू कति गर्नुहुन्छ यो पनि तपाईँको चाहिँ हामी एसेसमेन्टकै होमवर्क एसेसमेन्टकै चाहिँ एस्पेक्टमा हामीले चाहिँ राख्छौँ बच्चाहरूले चाहिँ लेखेर ल्याएको चिज पढेर ल्याएको मात्र होमवर्क होइन होमवर्कका दायराहरू फरक फरक छन् जस्तो कि उसले चाहिँ
आफूले चाहिँ तपाईँको चाहिँ सुलेस बाँध्न जाने कि जानेन होइन, आफ्नो घरको काम गरेको गरेन, यो चिजहरू सबै हामीले राख्छौँ। यसको फरक चिज छन्, जस्तो कि महिनाभरि गरेका बच्चाले एक्टिभिटिजको हामी चाहिँ तपाईँको चेकलिस्ट हुन्छ होइन, तपाईँको चाहिँ उसले चाहिँ आफ्नो पर्सनल हाइजिन गरेको गरेन, घरमा चाहिँ सरसफाइ गरेको गरेन, बाबा आमालाई मद्दत गरेको गरेन होइन, यो चिजहरूको चाहिँ गर्छौँ। अनि कति तपाईँको चाहिँ पुस्तकहरू चाहिँ आफ्ना लाइब्रेरीबाट कति पुस्तकहरू पढे तपाईँको चाहिँ यो सबै चिजहरू चाहिँ हामीले चाहिँ होमवर्ककै रूपमा चाहिँ हामीले राख्छौँ। स्कुलको जुन कार्यक्रमहरू हुन्छ होइन, त्यसमा अभिभावकको इन्भल्भमेन्ट चाहिँ कतिको जरुरी छ? यो पहिला चाहिँ राम्रो क्वेसन गर्नुभयो। पहिला चाहिँ हामी चाहिँ शिक्षकले मात्र सबै कुराहरू चाहिँ कभर गर्न सक्छ भन्ने हुन्थ्यो, तर यो स्टेक होल्डर त हामी चाहिँ प्यारेन्ट्स पनि महत्त्वपूर्ण स्टेक होल्डर हो नि त होइन। पहिलो पाठशाला त घर हो होइन, घरमा चाहिँ यदि विद्यार्थीलाई चाहिँ राम्रो संस्कार हामीले दिन सक्यौँ भने त्यसबाट पनि धेरै कुराहरू चाहिँ सम्भव हुन्छ। जस्तो कि एउटा चाहिँ हामीले सुतेर उठ्दाखेरि त प्रत्येक दिन तन्नालाई चाहिँ मिलाउनुपर्छ, आज चिटिक्क मिलायो भोलि बिहान फेरि बिग्रिसक्छ भनेपछि विद्यार्थीलाई पनि हामीले चाहिँ घरैदेखि अनि यो हरेक कुराहरू चाहिँ सिकाउनु पर्ने हुन्छ। जस्तो कि झुटो कुरा नबोल, अरूलाई सहयोग गर होइन, अरूको चाहिँ नचोर भन्ने कुराहरू चाहिँ घरबाटै बिस्तारै यो संस्कारहरू चाहिँ बारम्बार हामीले चाहिँ विद्यार्थीहरूलाई भन्नुपर्छ। अनि विद्यार्थी पनि स्कुलबाट आइसकेपछि प्यारेन्ट्सले चाहिँ अलिकति समय दिएर अनि रिफ्लेक्सन भन्छौँ, रिफ्लेक्सन पिरियड के भयो त आज, के गर्नुभयो त म्यामले, सरले के भन्नुभयो, के एक्टिभिटिज गरौँ भनेपछि अनि बच्चाले भन्दै जान्छ। अनि त्यो पनि तपाईँको एउटा स्मरण शक्तिलाई पनि राम्रो हुन्छ अनि कम्युनिकेसन पनि बिल्डअप हुन्छ। प्यारेन्ट्सले चाहिँ बच्चाको सुन्ने, बच्चाले प्यारेन्ट्सको सुन्ने गर्दाखेरि चाहिँ एउटा कम्युनिकेसन हुन्छ, राम्रो हुन्छ। त्यही कारणले अभिभावकको भूमिका एकदमै महत्त्वपूर्ण छ र यसको लागि चाहिँ हामीले चाहिँ सकेसम्म चाहिँ प्यारेन्ट्सहरूलाई चाहिँ आउने, प्रिन्सिपलसँग भेट्ने अनि शिक्षकहरूसँग भेट्ने अनि मिटिङ सेमिनारहरूमा पनि हामी चाहिँ एकदमै त्यसलाई चाहिँ फोकस गर्छौँ। अभिभावकलाई पनि इन्भल्भ गर्ने भन्ने कुरामा होइन, जस्तै अब क्लासरुममा बच्चाहरू पढिरहेको हुन्छ नि त होइन, त्यो कस्तो पढाइ भइरहेको छ, कसरी बच्चाहरूले टिचरहरूले बच्चाले हेरिराख्नु भएको छ भन्ने कुराहरूमा प्यारेन्ट्सलाई पनि त्यो क्लासभित्र इन्भल्भ गर्दाखेरि यो कतिको इफेक्टिभ हुन्छ जस्तो लाग्छ? यो हामी त यहाँ चाहिँ निम्तो दिन्छौँ। कहिले काहीँ तपाईँलाई फुर्सद छ भने कमसेकम पनि एउटा पिरियडमा आएर शिक्षकले कसरी पढाइरहेछ हेर्नुहोस् भनेर हामीले चाहिँ त्यो भन्छौँ। यदि कोही अभिभावकले चाहेको खण्डमा हामी चाहिँ त्यसलाई चाहिँ स्वीकार्छौँ पनि, र त्यसको पनि प्रोसेसहरू हुन्छन् होइन। पहिला चाहिँ शिक्षकलाई चाहिँ अथवा स्कुललाई चाहिँ इन्फर्म गरेर म बस्छु भनेर आउनुभयो भने त्यो चाहिँ हुन्छ। तर अल अफ अ सडन चाहिँ आउँदाखेरि चाहिँ त्यो बच्चा नै तपाईँको प्यारेन्ट्सप्रति आकर्षण हुने अनि अरू बच्चा पनि को आउनु भएको छ भने हेर्ने भन्ने हुनसक्छ। र एउटा प्रोसेसबाट गर्दाखेरि चाहिँ त्यो त एकदमै वेलकम हो कि हामीले चाहिँ लुकाएर तपाईँको चाहिँ कसैलाई नदेखाइकन गर्ने नै होइन होइन। अनि शिक्षकले कति मिहिनेत गरेर हुन्छ नि कक्षामा, लेसन प्लानदेखि लिएर प्रत्येक तपाईँको चाहिँ 2 सेकेन्ड पनि बच्चाको चाहिँ खेर नजाओस् भनेर त्यहाँ ग्रुप वर्क भइरहेको हुन्छ, प्रेजेन्टेसन भइरहेको हुन्छ होइन, अनि त्यसपछि कोलाबोरेसन वर्कहरू भइरहेको हुन्छ। मलाई चाहिँ कस्तो लाग्छ भने प्यारेन्ट्सले पनि आएर यो त हेर्नुपर्छ कति राम्रो यहाँनिर बच्चाले सिकिरहेछन् भन्ने हुन्छ। अनि प्यारेन्ट्स चाहिँ तपाईँको चाहिँ रिजल्टको दिन मात्र आएर हेर्दाखेरि त खोइ त यो मार्क्स यति पुगेन भन्ने हुनसक्छ, तर त्यो मार्क्सले मात्र रिफ्लेक्ट भएको हुँदैन नि त। लर्निङ त कक्षामा कति घनीभूत रूपले भइरहेको हुन्छ, विद्यार्थीले आएर बोलिरहेको हुन्छ, मिस्टेक गरिरहेको हुन्छ, करेक्सन गरिरहेको हुन्छ, एकअर्कालाई सहयोग गरिरहेको हुन्छन् होइन। अनि यो कुराहरू चाहिँ प्यारेन्ट्सले हेर्नै पर्छ र प्रोग्रेस स्कुलमा चाहिँ प्यारेन्ट्सहरू आउनुपर्छ, हेर्नुपर्छ, कक्षामा पनि बस्नुपर्छ, सक्यो भने दिनभरि बस्नुपर्छ, नसक्यो भने एउटा पिरियडमा पनि आएर बस्नुपर्छ, टिचरलाई फिडब्याक दिनुपर्छ, सर म्यामले हजुरले गर्नुभएको यो ठिक हो, यसलाई करेक्सन गर्नुपर्छ भन्ने चाहिँ भन्नुपर्छ। अनि हजुरले स्कुलमा बोलाउनु भएको छ प्यारेन्ट्सहरूलाई? बोलाउँछौँ हामी। कस्तो प्रतिक्रिया चाहिँ कस्तो हुन्छ? उहाँ त आउन त चाहनुहुन्छ, तर उहाँको समस्या के भन्छ शनिबार मात्र फुर्सद हुन्छ, पब्लिक होलिडेज हुन्छ, पब्लिक होलिडेज र उसमा त फेरि स्कुल पनि बन्द हुन्छ नि है। त्यसमा चाहिँ हामीले चाहिँ बिहान बेलुका बोलाउँछौँ। अनि ग्रेडहरू हुनुहुन्छ भने उहाँलाई चाहिँ तपाईँको स्कुलको प्रोग्रामहरूमा मार्केट प्रोग्रामहरू हुन्छ होइन, तपाईँको चाहिँ साहित्य महोत्सवहरू भइरहेको हुन्छ, यो प्रोग्राममा चाहिँ तपाईँको चाहिँ KWL सेलिब्रेसनहरू भइरहेको हुन्छ, मार्केट प्रोग्रामहरू, यो प्रोग्राममा चाहिँ हामीले सकेसम्म बोलाउँछौँ र आउनु पनि हुन्छ। सहभागिता चाहिँ अझ बढ्दोस् भन्ने चाहिँ हाम्रो चाहिँ चाहना चाहिँ छ। अब चाहिँ आगामी वर्षहरूमा होइन अबको पाठ्यक्रमहरू चाहिँ कस्तो हुनुपर्छ? तपाईँको आफ्नो पोइन्ट हुन्छ नि त हरेक व्यक्तिहरूको होइन, कस्तो हुनुपर्छ, यो पोइन्टहरू यो कुराहरू राख्दै हुन्थ्यो भने जस्तो लाग्छ हजुरले? पाठ्यक्रममा चाहिँ तपाईँको चाहिँ सुधार गर्नुपर्ने चिजहरू अझ पनि जहिले पनि अघि नै पनि मैले भने यो चाहिँ कन्टिन्युस प्रोसेस हो, तपाईँको चाहिँ पर्फेक्ट त कहिले पनि हुँदैन होइन।
त्यसमा चाहिँ अझ पनि गर्ने भने हामी चाहिँ कन्टेक्स्ट चाहिँ तपाईँको चाहिँ आफ्नै सामाजिक कन्टेक्स्टहरू भइदिए अझ राम्रो हुन्छ भन्ने। यसमा छुटाउनु नहुने भनेको हाम्रो चाहिँ भूगोलको कुराहरू होइन, हाम्रो चाहिँ देशको परिस्थिति अनि विश्वमा पनि नेपाल कहाँनिर छ, कस्तो प्रकारको छ भन्ने भूगोलको चिजहरू अझ राख्नुपर्छ। अनि हाम्रो इतिहास पनि कस्तो थियो त भन्ने, हाम्रो चाहिँ तपाईँको चाहिँ मल्टिकल्चरल मल्टिलिङ्गुअल होइन यो प्रकारको चाहिँ देशमा चाहिँ हाम्रो चाहिँ इतिहास कस्तो छ भन्ने कुराहरू यसलाई चाहिँ अझ पनि राख्नुपर्ने एउटा कुरा त्यो भइदियो। अनि हुन त अब हामीले चाहिँ मैले चाहिँ तपाईँको चाहिँ संस्कारलाई चाहिँ तपाईँको गर्नुपर्छ भने संस्कार शिक्षा पनि मैले चाहिँ इन्कर्पोरेट गरेको छु र त्यसको लागि हामीले छुट्टै करिकुलम छुट्टै टेक्स्ट बुक हामीले बनाएको छौँ र त्यो सबै ठाउँमा छैन होइन, जस्तो नेपालको सबै परिप्रेक्ष्यमा छैन भनेपछि र यो चाहिँ संस्कार शिक्षा पनि तपाईँको चाहिँ छुट्टै एउटा चाहिँ कम्पलसरी राख्नुपर्छ यो कुरा भयो। अनि अघि पनि मैले भने धेरै कुराहरू चाहिँ तपाईँको चाहिँ लर्निङ बाई डुइङ, प्रोग्रेसिभ एजुकेसन भनेको पनि त्यही नै हो र लर्निङ बाई डुइङ चाहिँ करिकुलमले चाहिँ तपाईँको त्यहीँनिर गरेर यसका चाहिँ यो विधिहरू यसरी गर्नुपर्छ भनेर छुट्याइदिएर राख्दाखेरि हुन्छ। अब हुन त तपाईँको 50 प्र्याक्टिकल मार्क्स राखिदिरहेको हुन्छ, तर 50 प्र्याक्टिकल मार्क्स गर्दाखेरि पनि अधिकांश तपाईँको चाहिँ मैले अरू स्कुलमा हेर्दाखेरि चाहिँ त्यो 50% मार्क्समा पनि टिचरहरूले चाहिँ त्यो लेक्चर मेथडबाटै गरिरहेको हुन्छौँ होइन। त्यो कुरालाई त मैले चाहिँ टोटल्ली ब्यान गरेर त्यो चाहिँ लर्निङ बाई डुइङ नै गर्नुपर्छ भनिरहेको हुन्छ र त्यो कुराहरू त अधिकांश नेपालको चाहिँ स्कुलहरूमा छैन नि होइन, अब गर्ने चुनेको स्कुलहरूमा छन्। त्यसलाई पनि त्यो करिकुलमले एड्रेस गरेर कसरी गर्न सक्छ भन्ने कुरा चाहिँ गर्दा अझ बेटर हुन्छ। विद्यालयमा जस्तै प्रोजेक्ट वर्कहरू हुन्छ नि त होइन, जो ग्रुपमा गर्ने बालबालिकाले गर्छन्, त्यसमा चाहिँ ग्रुप वर्क गर्दाखेरि कुनै पनि प्रोजेक्टहरू हामीले गर्छौँ नि त, त्यो बालबालिकालाई दिन्छौँ होइन, त्यो दिँदाखेरि बालबालिकामा चाहिँ के कस्तो खालको विकास हुन्छ? हजुर, यो जस्तो कि अहिलेको जमाना भनेको चाहिँ एक्लै बसेर गर्ने होइन नि त होइन, कोलाबोरेसनको जमाना हो, कम्युनिकेसनको जमाना हो, टिमवर्कको जमाना हो, क्रिएटिभको जमाना हो। अनि विद्यार्थीहरू चाहिँ तपाईँको चाहिँ आफ्नो ठाउँमा बसिरहेको हुन्छन् अनि त्यसपछि मानिलिउँ तपाईँको चाहिँ 20 जना भएको ठाउँमा पनि तपाईँको 5-5 जनाको ग्रुप बनाएर बस्दाखेरि चाहिँ के हुन्छ नि, उनीहरूलाई चाहिँ त्यो मेरो ग्रुपको चाहिँ राम्रो होस् भन्ने हुन्छ। त्यसमा पनि कसैले चाहिँ ड्रइङ गर्न आउँछ, कसैलाई लेख्न आउँछ, कसैले चाहिँ सोच्न आउँछ होइन, कसैलाई आइडिया जराउँछ। सबै गर्दाखेरि बच्चाहरूले चाहिँ टुगेदर काम गर्दाखेरि ममा पनि केही क्षमता छ भन्ने हुन्छ होइन। अनि कसैले त्यही कुरा चाहिँ अन्त्यमा गएर प्रेजेन्टेसन गर्दाखेरि कसैले राम्रोसँग बोल्न सक्छन्। अनि मैले यो गरेँ यो गर्दा बच्चालाई सेन्स अफ प्राइड क्या हुन्छ। अनि सबै त्यो 5 जनामा गर्दाखेरि चाहिँ सबैले चाहिँ एक अनरसिप लिएर अनि त्यो मेम्बरहरूलाई चाहिँ अपनाउने चाहिँ त्यो प्रकारको हुन्छ। अनि यो चाहिँ 5 जनाको भइसकेपछि फेरि हामी ग्रुप रिसफल गरिदिन्छ नि, अनि ऊ उता जान्छ भनेपछि फेरि त्यहाँनिर एडप्ट गर्नु पऱ्यो नि, नयाँ परिवेशमा बच्चा एडप्ट गर्छ होइन, उसका कुनै कमजोरी होला, उसका स्ट्रेन्थहरू होला। यसले गर्दा ग्रुप वर्कमा चाहिँ बच्चाहरू चाहिँ यो कम्युनिकेसन, कोलाबोरेसन, क्रिएटिभिटी होइन, यो 21औं शताब्दीका स्किल्सहरू चाहिँ हामी धेरै नै आउँछन्। र शिक्षकले चाहिँ यो ग्रुप वर्कलाई चाहिँ कक्षामा चाहिँ एकदमै इन्कर्पोरेट गर्नुपर्छ क्या होइन, सकेसम्म चाहिँ। अनि त्यो चाहिँ लर्निङ पनि इन्ट्रेस्टिङ हुन्छ। अघि नै भने जस्तो गरेर बच्चाको 2 मिनटको एटेन्सन स्प्यान हुन्छ, ग्रुप वर्क गर्दाखेरि त बच्चालाई चाहिँ कक्षा नै कहिले पनि नसके हुन्थ्यो भन्ने हुन्छ। र तपाईँको चाहिँ प्रत्यक्ष परोक्ष रूपले त्यसमा चाहिँ तपाईँको चाहिँ बच्चाहरूले चाहिँ त्यहाँनिर पढाइलाई चाहिँ अझ पनि लर्निङ बाई डुइङ चाहिँ घनीभूत रूपले गरिरहेको हुन्छन्। द्याट्स अ भेरी इम्पोर्टेन्ट टिचिङ लर्निङ स्ट्राटेजी। बालबालिकाको जुन भाषिक विकास हुन्छ नि होइन, त्यसले चाहिँ कसरी अगाडि बढाउन सकिन्छ? हुन्छ, राम्रो प्रश्न सोध्नुभयो। भाषिक विकासको लागि चाहिँ मुख्य गरेर हामीले विद्यार्थीलाई चाहिँ परिवारमा पनि घरमा पनि कम्युनिकेसन गर्नको लागि चाहिँ इन्करेज गर्नुपर्छ क्या। मोबाइल चाहिँ छोडिदिएर होइन, मोबाइल छोडिदिएर बुवा आमा को हुनुहुन्छ बच्चाहरूसँग टक गर्ने। अनि कक्षामा स्कुलमा के भयो होमवर्क गर मात्र भनेर भएन क्या होइन, होमवर्क गर भन्ने मात्र गर्दैन। अनि त्यो क्लासमा के भयो स्कुलमा के भयो भने नसोद्धाखेरि बच्चा पर भाग्छ, अनि पेरेन्ट्स देख्न छ त भाग्न सक्छ। र त्यसको चाहिँ सट्टामा चाहिँ मैले आज काममा गर्दाखेरि कस्तो कस्तो समस्याहरू भयो होइन, त्यो कुराहरू भन्ने। अनि विद्यार्थीहरूलाई पनि तिम्रो के भयो त, कस्तो कस्तो भयो भनेर त्यो एउटा गर्ने भइहाल्यो। अनि दोस्रो कुरा पनि कक्षामा स्कुलमा आइसकेपछि विद्यार्थीहरूलाई चाहिँ सकेसम्म चाहिँ तपाईँलाई बच्चाहरूलाई चाहिँ बोल्ने अपर्च्युनिटिजहरू आफूलाई एक्सप्रेस गर्ने होइन। जस्तो कि हाम्रो मर्निङ मिटिङ हुन्छ, मर्निङ मिटिङमा आज मलाई कस्तो फिलिङ भएको छ त, मेरो घरमा पाहुना आउनु भएको थियो कि, अथवा हिजो केही पार्टी थियो कि, अथवा मलाई चाहिँ आज सन्चो छैन कि भनेर बिहान बच्चाले त्यही कुरा एक्सप्रेस गर्छ। अनि कक्षामा गइसकेपछि ग्रुप वर्कबाट प्रेजेन्टेसनबाट गर्दाखेरि चाहिँ भाषिक विकास त्यसरी हुन्छ होइन। अनि अर्को भनेको तपाईँको चाहिँ हामीले इन्टेन्सिभली बच्चाहरूलाई चाहिँ पढ्न र लेख्न चाहिँ लगाउँछौँ होइन। जस्तो कि विद्यालय
भन्नासाथ हामी पढ्ने नै बुझ्छौँ नि त। अनि पढ्ने भने पनि त्यही पाठ्य पुस्तक मात्र पढ्ने होइन नि त, पढ्ने त मेटेरियल त धेरै छ नि त। लाइब्रेरी भनेको त आफैमा ठुलो युनिभर्सिटी हो र हामीले चाहिँ शिक्षकले र हामीले चाहिँ के गरिरहेको छ भने विद्यार्थीलाई सकेसम्म चाहिँ लाइब्रेरीका बुकहरू चाहिँ धेरै पढ्ने, अनि त्यो पढेका चिजहरू कक्षामा ल्याएर भन्ने, अनि त्यसको समरीहरू लेख्ने, बुक टकहरू गर्ने, अनि त्यही चिज पढेका चिजलाई ड्रामामा चाहिँ प्रस्तुत गर्ने होइन। अनि यसले गर्दाखेरि चाहिँ बच्चाको चाहिँ भाषिक विकास चाहिँ व्यापक रूपले हुन्छ र यो कुरालाई चाहिँ हामीले चाहिँ अब्बल रूपले गर्नुपर्छ। र मैले हेर्दाखेरि चाहिँ के पाएँ भने मेरो चाहिँ तपाईँको 4 कक्षाको विद्यार्थीले लगभग 3 महिनाको बिचमा चाहिँ तपाईँको 80वटा पुस्तक पढेछ भनेपछि होइन, एउटा विद्यार्थीले 3 महिनाको बिचमा 80 भने बुक पढ्ने भनेपछि त तपाईँको चाहिँ द्याट्स अ ग्रेट मेनी नम्बर होइन। र यसरी चाहिँ बच्चाको भाषिक विकास चाहिँ हुँदै जान्छ। जस्तै एउटा 3 महिनामा 80वटा बुक एउटा बेबीले पढ्नुभयो भन्नुभयो होइन। अनि उहाँलाई चाहिँ त्यो प्रोत्साहन गर्नलाई चाहिँ कसरी के गर्नुहुन्छ? प्रोत्साहन भन्ने सकेसम्म विद्यार्थीहरूलाई चाहिँ लाइब्रेरी टाइम भन्ने हुन्छ, लाइब्रेरी टाइममा चाहिँ हामीले चाहिँ लाने, अनि डियर टाइम हुन्छ हाम्रो, अनि त्यहाँनिर चाहिँ ड्रप एभ्रिथिङ भन्नु अनि स्टडी भनेर सबैजनाले सबै कुरा काम छोडेर पढ्ने नै एउटा समय, डेडिकेटेड समय हुन्छ। अनि शिक्षकले पनि धेरै पढ्ने कि होइन, लिजर टाइममा होस् स्कुल टिचरले पनि पढेर बसेको छ, सरले म्यामले के पढ्नु भएको छ भनेर मैले यो पढेँ कस्तो राम्रो बुक लाग्यो मलाई, यो बुक चाहिँ लाइब्रेरीमा छ तिमी गएर पढ भन्दाखेरि बच्चाहरू चाहिँ त्यो चाहिँ हुने रहेछ। आफू चाहिँ टिचर चाहिँ आफू इक्जाम्पल बन्नुपर्ने रहेछ। अनि एकचोटि विद्यार्थीहरूमा पढ्ने लत लागेपछि उनीहरूले चाहिँ राम्रो पढिरहेको हुन्छन्। अब घरमा चाहिँ पेरेन्ट्सहरूले चाहिँ होमवर्क गरेको मात्र देख्नुहुन्छ, तर विद्यालयमा चाहिँ विद्यार्थीहरू धेरै पढिरहेको हुन्छन् हाम्रो चाहिँ। जस्तो अब टिचर कस्तो हुन्छ भने अब बच्चालाई ल तिमीहरू पढ्दै गर भन्ने, अनि आफू चाहिँ अब आफ्नो जुन काम बाँकी रहेको हुन्छ नि त त्यो सकाउनेमा हुन्छ नि त। त्योभन्दा पनि अब आफूले पनि यसो एकचोटि होइन किताब हेरेर पढिदियो भने त्यो चाहिँ अलिक बेटर हुन्छ जस्तो लाग्छ है। शिक्षकहरू त प्रि प्लान भएर लेसन प्लान भएर तपाईँको चाहिँ 1 सेकेन्ड पनि त्यो विद्यार्थीहरूको समय चाहिँ खेर फाल्नु भएन क्या। डिस्कस गर्ने कि प्रेजेन्टेसन गर्ने हो कि टिमवर्क गर्ने हो कि होइन, छलफल गर्ने हो कि नयाँ नलेज सृजना गर्ने हो कि रिसर्च गर्ने हो कि, त्यो कुरामा विद्यार्थीहरू चाहिँ हुनुपर्छ। जस्तो ग्रुप डिभिजन गरेको छ भने एउटा ग्रुपमा टिचर पनि हुनु पर्यो। टिचरले पनि के गरिरहेछ नि त होइन, अनि सुन्ने, एकअर्काको हेर्ने, त्यो टिचर त जहिले पनि इन्भल्भ भइरहेको हुन्छ। अब हामीले पहिला चाहिँ टिचरको चाहिँ एक्टिभ हुने भन्थ्यो, अब अहिले त्यस्तो होइन क्या। जस्तै डान्स गर्ने एउटा ग्रुपको चाहिँ कोरियोग्राफ गर्छ नि त होइन, कोरियोग्राफरले के गर्छ, तिमी यता जाऊ यता गाऊ डान्स गर्ने भन्छ नि, टिचर पनि एउटा कोरियोग्राफ जस्तै हो क्या। तपाईँको लेसन प्लान हुन्छ, आज क्लासमा यो एक्टिभिटी हुन्छ, अधिकांश एक्टिभिटिजहरू पनि विद्यार्थीले गरिरहेको हुन्छ। शिक्षकले चाहिँ तपाईँ अप्ठ्यारो भएको ठाउँमा फुकाइदिने, नबुझेको ठाउँमा बुझाइदिने होइन, त्यस्तो प्रकारको हो। धेरै अधिकांश समय शिक्षकहरू नै बोल्दाखेरि लेक्चर गर्दाखेरि चाहिँ अहिलेको कक्षा चाहिँ तपाईँको चाहिँ प्रोग्रेसिभ कक्षा हुन सक्दैन। शिक्षकहरूले चाहिँ प्लान चाहिँ फेरि भयङ्कर ठुलो प्लान हुन्छ अगाडि नै तपाईँको होइन, एकदमै प्लान हुन्छ, आज इन्ट्रेस्टिङ होस्, बच्चालाई चाहिँ तपाईँको चाहिँ बोर नलागोस् प्लान चाहिँ हुन्छ, तर पछाडि बसेर टिचरलाई हेर्ने हो, टिचरले चाहिँ हेरिराख्ने हो। अब जस्तै करिकुलमकै कुरा आउँदाखेरि टिचरलाई होइन यो करिकुलमको विषयमा जानकारी दिनु कतिको आवश्यक छ? म त्यो छुट्टै ट्रेनिङ दिनुपर्छ कि या त त्यो करिकुलमको बुक दिएदा पुग्छ? करिकुलमको बुक दिएर हुँदैन नि। त्यो करिकुलमको बुक भन्ने त तपाईँको फर्मुला जस्तो हो, कोड जस्तो हो। त्यो कोड चाहिँ तपाईँको चाहिँ पहिला त स्कुलको लिडर होइन, प्रिन्सिपल हो कि फाउन्डर हो कि को, उहाँलाई चाहिँ राम्रोसँग थाहा पाउनु पऱ्यो। उहाँ थाहा पाएपछि उहाँले तपाईँको चाहिँ अथवा आफ्नो स्कुलमा पनि ट्रेनरहरू हुनुहुन्छ अथवा एक्सपर्टहरू हायर गरेर हुन्छ होइन, विभिन्न एक्सपर्टहरू छ, उहाँको थ्रुको चाहिँ तपाईँको शिक्षकलाई पनि त्यो चाहिँ छलफलको चाहिँ क्रममा लानुपर्छ। अनि करिकुलमको चाहिँ कुनै बुदालाई चाहिँ कसरी चाहिँ इम्प्लिमेन्ट गर्न सकिन्छ त भन्ने कुरामा चाहिँ शिक्षकहरूलाई त त्यो कुरामा करिकुलम मात्र दिएर त हुँदैन, उहाँले त फेरि टेक्स्ट बुकमै फर्किनुहुन्छ होइन। पाठ्यक्रम दिनुभयो भने टिचर चाहिँ टेक्स्ट बुकमा सजिलो छ नि त, कथा हुन्छ, निबन्ध हुन्छ, अथवा तपाईँको चाहिँ फ्र्याक्सन हुन्छ, तपाईँको चाहिँ अथवा ट्रायङ्गलको के होला, टिचरहरू चाहिँ त्यहाँनिर फर्किने टेन्डेन्सी हुन्छ। तर एकचोटि चाहिँ राम्रोसँग करिकुलमको बारेमा जानकारी भएपछि टिचरलाई चाहिँ के थाहा हुन्छ भने पाठ्य पुस्तक भन्दा पनि पाठ्यक्रम चाहिँ महत्त्वपूर्ण रहेछ। पाठ्यक्रमलाई लियो भने हामी हराइदिनु, यो गुगल म्याप जस्तै हो क्या होइन, गुगल म्याप चाहिँ तपाईँको पाठ्यक्रम करिकुलम हो। त्यो भएपछि चाहिँ अनि बच्चा पनि डिबेट हुँदैन, शिक्षक पनि तपाईँको चाहिँ अन टाइम सबै कुराहरू सकेर बच्चा स्मार्ट हुन्छ, बोल्न सक्ने, प्रस्तुति गर्न सक्ने, अनि करिकुलमले चाहिँ त्यो उद्देश्य चाहिँ हासिल गर्न सकेको त्यो कुराहरू गर्नु छ। अनि हामीले अभिभावकहरूमा पनि के भ्रम छ भने तपाईँको चाहिँ प्रत्येक पेज बाई पेज पढाएन भने चाहिँ शिक्षक राम्रो होइन, स्कुल राम्रो होइन भने त्यस्तो होइन। यदि चाहिँ तपाईँको नेपाल सरकारको ले चाहिँ यो पढ्नुपर्छ, यति चाहिँ सिकाइ उपलब्धि हुनुपर्छ भन्ने कुराहरू थाहा पुगिसके
सिकिसकेपछि चाहिँ त्यो शिक्षक चाहिँ तपाईँको सफल शिक्षक हुन्छ। अनि फेरि यो चाहिँ सिक्ने पनि क्रम हो नि त होइन। यो बच्चाले चाहिँ तपाईँ कति माइक्रो डेभलपमेन्ट भइरहेको हुन्छ त्यो कुरा मार्क्सले देखिँदैन होइन। तपाईँको चाहिँ त्यो कुरालाई पनि हामी शिक्षकले अभिभावकले त्यसलाई चाहिँ विद्यार्थीले अप्रिसिएट गरेर चान्स दिनुपर्छ क्या। तपाईँको आज चाहिँ सिकाइ उपलब्धि भएन भने तपाईँको केही समयपछि फेरि भइरहेको छ, विद्यार्थीलाई चान्स दिनुपर्छ। अनि विद्यार्थीलाई तिमीले यति किन गरेनौ, म्याथमेटिक्समा चाहिँ A+ छ, तपाईँको सोसियलमा चाहिँ C किन आयो भनेर हामीले कराइराख्दाखेरि चाहिँ समस्या निस्किन सक्छ। त्यसको सट्टामा शिक्षक अभिभावक बसेर चाहिँ के भइरहेछ भन्ने कुराहरू चाहिँ बुझ्नुपर्छ। जस्तै बालबालिकाले अब राम्रो काम गर्यो भने बालबालिकालाई पुरस्कारहरू दिने होइन, फर्स्ट सेकेन्ड थर्ड भनेर जुन ऱ्याङ्कमा राख्छ नि पुरस्कार दिने। अब जो अलिकति अब अलि पढाइमा अलिकति कमजोर हुनुहुन्छ उहाँलाई चाहिँ अब त्यो नराम्रो हुन्छ नि त, त्यस्तो कुरामा तपाईँले के भन्नुहुन्छ, के सल्लाह दिन चाहनुहुन्छ? हामीले चाहिँ फर्स्ट सेकेन्ड थर्ड राख्ने चलन चाहिँ तपाईँको चाहिँ हामीमा छैन होइन। जस्तो कि हाम्रै पालाको कुरा गर्नुहुन्छ भने हामीमा स्कुलबाट फर्स्ट भएर आए पनि सेकेन्ड भएर आए पनि घरमा खासै त्यस्तो असर पर्थेन। अनि जसले गर्दा फर्स्ट हुने विद्यार्थी र एभरेज विद्यार्थीमा त्यति धेरै फरक हुन्थेन। अनि बिचमा आएर फेरि फर्स्ट रे सेकेन्ड रे अनि बोर्ड टप गर्ने रे भन्ने एउटा चलन आयो नि होइन। जस्तो कि हाम्रो पालामा पनि बोर्ड टप गर्ने कति हुनुहुन्थ्यो नि, टप 10 आउने यताउता भन्ने। अब उहाँहरू कहाँ हुनुहुन्छ त? उहाँहरू सफल भएर देशको चाहिँ त्यहाँ अब्बल नागरिक हुनुभयो त होइन। अब उहाँ त तपाईँको चाहिँ भिडमा हराउनु भयो नि त। भनेपछि मार्क्समा त सबै कुरा होइन रहेछ नि त होइन। त्यसको सट्टामा चाहिँ तपाईँ कन्टिन्युअस डेभलपमेन्ट, आफूले चाहिँ लर्निङ, त्यो रिजिलियन्स, इमोसनल इन्टेलिजेन्सको कुराहरू, सोसल इन्टेलिजेन्स, एडभर्सिटी इन्टेलिजेन्स, यो कुराहरू पनि महत्त्वपूर्ण कुरा हुन्छ। अब हामी अन्तिममा आइसकेको छौँ होइन। केही मैले छुट्याएको कुरा हुनसक्छ होइन, केही छ भने यसो भनिदिनुहुन्छ है। अब कुरा त अझ पनि गरिरहँ जस्तो लागिरहेको छ, धेरै कुराहरू छ। कुरा गर्दै आउँदाखेरि त्यही नै हामी चाहिँ भन्नुपर्ने कुरा चाहिँ के हुन्छ भने हामी शिक्षकहरू होइन। अब शिक्षक भनेपछि तपाईँ स्कुल लिडरदेखि सबैजना चाहिँ हामीले चाहिँ आफूलाई चाहिँ समय सन्दर्भिक रूपले आफूले अपडेट गर्नुपर्छ। अनि जस्तो कि विद्यार्थीहरूले पढेनन् भनिराख्दाखेरि चाहिँ अनि शिक्षकले पनि पढे त होइन, अथवा शिक्षक त्यो लिडरले पनि पढ्नु भयो कि भएन, त्यो द्याट्स भेरी इम्पोर्टेन्ट। र हामीले पनि आफूले चाहिँ पुस्तकहरू पढ्ने होइन, तपाईँको चाहिँ साहित्यका सृजनाका होस् अथवा चाहिँ आफ्नो चाहिँ टिचिङ सम्बन्धी पुस्तकहरू धेरै पढ्नुपर्छ। अनि के प्रकारको चाहिँ परिवर्तन भइरहेको छ मेरो स्कुलमा अनि आफ्नो चाहिँ नेपालको एजुकेसन सिस्टममा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने कुराहरू चाहिँ विभिन्न चिजबाट सिक्न सकिन्छ। अन्तर्राष्ट्रिय शिक्षकहरूसँग, अरू कलेजहरूसँग, तपाईँको चाहिँ अन्तर्राष्ट्रिय तपाईँको सङ्घ सङ्गठनहरूसँग, नेपालकै पनि लाइक माइन्डेड पिपलहरू, प्रोग्रेसिभ माइन्ड भएका शिक्षकहरूसँग पनि हामीले चाहिँ छलफल गरेर यो चाहिँ गर्नुपर्छ है भन्ने त्यो लागू गर्नुपर्छ जस्तो लाग्छ। अब हामीले चाहिँ हिजोको जस्तो विद्यार्थीलाई चाहिँ विषय मात्र रटेर पढेर चुक्को लगाएर बसेर विद्यार्थी सक्सेस हुन सक्दैनन् क्या। अहिलेको बच्चा भनेको तपाईँको चाहिँ प्रविधिलाई पनि चाहिँ अङ्गीकार गर्न सक्ने, आफूले आफूलाई सिकाउन सक्ने, अनि 4वटा 5वटा 7वटा पुस्तक मात्र होइन, धेरै पुस्तक पढ्ने होइन। अनि त्यसपछि तपाईँको चाहिँ म्याथमेटिक्स साइन्सदेखि लिएर यो कोडिङहरू पनि विद्यार्थीहरूमा चाहिँ सिक्नुपर्ने आवश्यक हुन्छ। यति हुँदाहुँदै पनि फेरि विद्यार्थीहरूमा के हुन्छ भने शारीरिक विकास पनि धेरै महत्त्वपूर्ण कुरा हुन्छ क्या। विद्यार्थी यदि शारीरिक रूपले चाहिँ सक्षम छ, शारीरिक रूपले चाहिँ ऊ चाहिँ हेल्दी छ भने चाहिँ उसले चाहिँ धेरै कुराहरू गर्न सक्छ, लाइफमा सक्सेसफुल हुनसक्छ। अनि थट पनि तपाईँको चाहिँ ब्यालेन्स्ड रूपले हुन्छ। अनि शरीर राम्रो भएपछि त अनि तपाईँको इमोसनल र कग्निटिभ डेभलपमेन्ट राम्रो हुने रहेछ नि। र त्यसको लागि चाहिँ र प्यारेन्ट्सले र अनि उसले पनि शिक्षकले पनि के बुझ्नु भने जङ्क फुडबाट चाहिँ हामीले बच्चालाई जोगाइदिनुपर्छ क्या होइन। जस्तो कि बिस्किटहरू बिहान दिने, दिउँसो चाहिँ तपाईँ खाजालाई मोमो दिने होइन। अनि यसले गर्दाखेरि तपाईँको चाहिँ विद्यार्थीहरूमा जति न्युट्रियन्ट्स पाउनुपर्ने त्यो न्युट्रियन्ट्स नहुँदा नि बच्चा चिडचिडा हुने, एटेन्सन स्पान पनि घटेर जाने। यसले गर्दाखेरि चाहिँ समस्याहरू चाहिँ दीर्घकाल रूपले समस्याहरू निस्किन सक्छ। र ब्यालेन्स डाइट विद्यार्थीहरूलाई दिनुपर्ने रहेछ। अनि सकेसम्म उसको चाहिँ तपाईँको फिजिकल एक्टिभिटी चाहिँ उसको चाहिँ अधिकार हो। त्यसबाट हामीले चाहिँ विद्यार्थीलाई चाहिँ वञ्चित गर्नु हुँदैन, खेल्न चाहिँ लगाउनु पर्ने रहेछ। त्यसले गर्दा बच्चामा टिम स्पिरिट हुने होइन, त्यो प्रकारको एउटा कुरा भयो। अनि अर्को महत्त्वपूर्ण भन्नै पर्ने कुरा भनेको यो मोबाइलको एडिक्सन क्या होइन।
यो मोबाइलको एडिक्सनले गर्दाखेरि कस्तो भइदियो भने पेरेन्ट्सहरू पनि मोबाइलमा हेरिराख्ने अनि बच्चाहरूले पनि सकेसम्म चाहिँ बुवाको आमाको आँखा छलेर मोबाइलै गर्नु दिनुपर्ने। अब आमा बुवाको केही काम छ भने बच्चा नरोस् भनेर मोबाइल दिने, जसले गर्दाखेरि बच्चा चाहिँ धेरै मोबाइलमा चाहिँ एडिक्सन भयो होइन। यो मोबाइलको एडिक्सन चाहिँ तपाईँको त्यही कुलत जस्तो क्या, तपाईँको रक्सी हिरोइन कोकिङको जस्तै लत हुने रहेछ, जसले गर्दा बच्चा चाहिँ तपाईँको पढाइमा फोकस हुनलाई चाहिँ नसक्ने। अनि हामीले पनि एउटा भ्रम के भइदियो भने मोबाइल दिँदाखेरि त बच्चा स्मार्ट हुन्छ भन्ने भ्रम भइदियो होइन। तर अधिकांश बच्चाले मोबाइल लिँदाखेरि चाहिँ के गर्छ होला त, राम्रो चिज हेर्छ होला कि अथवा तपाईँको इन्टरटेनमेन्टको मनोरञ्जनको कुरा हेर्छ होला त। धेरै जस्तो नराम्रो भित्र जान्छ नि, नराम्रो कुरा अथवा भिडियो गेम अथवा मनोरञ्जनको कुरा, त्यसले विकास हुने होइन। अनि हाम्रो चाहिँ के हुन्छ भने मोबाइल दिएन भने बच्चा चाहिँ पछाडि पर्छ भन्ने त्यस्तो होइन। मोबाइल दिँदाखेरि चाहिँ बच्चा पछाडि पर्ने भयो क्या। मैले चाहिँ यसमा धेरै अध्ययन रिसर्च गर्दाखेरि चाहिँ ठुला सेलिब्रिटी भयो होइन, शिक्षाविद भयो, मिलिनियर्सहरूले चाहिँ विद्यार्थीहरूलाई आफ्नो बच्चाहरूलाई चाहिँ मोबाइल फोन चाहिँ पेरेन्ट्सको चाहिँ उपस्थितिमा मात्र दिने होइन। अस्ट्रेलियादेखि लिएर इन्डियाको पनि कति प्रान्तमा अनि युरोपमा त 16 वर्षभन्दा मुनिको बच्चाहरूलाई त इन्टरनेट भएको मोबाइल नदिने नै कानुनै पास भइसक्यो भनेपछि यो कुराबाट पनि हामीले सिक्नुपर्छ होइन। बच्चाहरूलाई चाहिँ नेट भएको चाहिँ मोबाइल चाहिँ एक्सेस चाहिँ सकेसम्म चाहिँ 16 वर्षभन्दा चाहिँ मुनिको बच्चाहरूलाई चाहिँ दिनु हुँदैन। भयो भने पनि पेरेन्ट्ससँग हेर्ने केही महत्त्वपूर्ण कुराहरू यसले गर्दाखेरि चाहिँ बच्चाहरूमा धेरै नकारात्मक असरहरू परिरहेको हुन्छ। बच्चा साँच्चै स्मार्ट बन्नु हो भने त तपाईँको चाहिँ कोडिङहरू होला नि त होइन, कोडिङ होला, कम्प्युटर प्रोग्रामिङ होला, यसले चाहिँ बच्चालाई स्मार्ट बनाउने। साँच्चै स्मार्ट बनाउनु छ भने बच्चाहरूलाई सकेसम्म धेरै पुस्तकहरू पढ्न दिने होला, जीवनी पढ्न दिने होला, फेरी टेल्सहरू पढ्न दिनुपर्छ। सकेसम्म धेरै तपाईँको जीवनीहरू पढ्न दिनुपर्छ, जसले गर्दा यो मान्छे जस्तै एब्राहम लिङ्कन जस्तै स्टिभ जब जस्तै म हुनु पाऊँ, मलाला जस्तै म हुनु पाऊँ भन्ने उसमा एउटा चेतना हुन्छ नि त। मलाला पढिराख्दाखेरि त त्यो एउटा नानीले अथवा एउटा बाबुले त आफूले मलाला चाहिँ सम्झिरहेको हुन्छ नि भनेपछि उसको ब्रेनमा त्यसरी प्रोग्राम भइरहेको हुन्छ। एउटा चाहिँ तपाईँको चाहिँ भिडियो गेमले हेर्दा बच्चा मोर भोइलेन्ट हुने चान्सेस हुन्छ। उसमा चाहिँ तपाईँको चाहिँ के हुन्छ भने सोसल एस्पेक्टबाट चाहिँ अलिक डिबेट हुने चान्सेस हुन्छ। मोबाइललाई चाहिँ एकदमै रेस्ट्रिक्ट गर्नुपर्छ। सकेसम्म चाहिँ म त दिँदै नदिनु भन्छु होइन, दियो भने पनि पेरेन्ट्सको उपस्थितिमा दिनुपर्छ भन्ने हुन्छ। मैले यो कुराहरू चाहिँ एउटा राम्रो शिक्षा, संस्कारयुक्त शिक्षा विद्यार्थीलाई दिनुपर्छ होइन। अनि त्यसपछि चाहिँ समय सापेक्ष उसलाई चाहिँ स्मार्ट चाहिँ बनाउनुपर्छ र त्यसको लागि चाहिँ हामीले प्रोग्रेसिभ एजुकेसन चाहिँ अपनाउने स्कुलहरूमा चाहिँ हामीले यो सबै बुझेको स्कुलहरूमा चाहिँ विद्यार्थीहरूलाई चाहिँ लग्दाखेरि चाहिँ उसको चाहिँ भविष्य राम्रो हुन्छ। धेरै धेरै धन्यवाद सर, तपाईँको त्यो बिजी सेड्युलमा पनि आएर हामीलाई एउटा सानो प्रोग्राममा इन्भल्भ भइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। धेरै कुराहरू जान्ने मौका पाइयो, समय दिनुभयो, त्यसको लागि पनि धेरै धन्यवाद। अझ पनि धेरै सेयर गर्नु मन थियो तर समयको पाबन्दी छँदैछ। होपफुली नेक्स्ट टाइम विल मेट। हुन्छ सर, आजको लागि यति नै। हामी आगामी कार्यक्रममा फेरि नयाँ गेस्टका साथ उपस्थित हुनेछौँ। धन्यवाद।